त्यसरी ती ठाउँहरू रोज्नु पर्यो। ठाउँहरू रोज्दाखेरि तपाईको छालामा छाम्दाखेरि चिरिएको घाउ भएको छालामा चाहिँ लगाउन मिल्दैन। गिर्खाहरू छ भने पनि त्यो ठाउँमा लगाउन मिलेन र प्रत्येक दिन नयाँ ठाउँमा लगाउनु पर्छ। धेरै जसो 99% बिरामीहरूको मिस्टेक के देखेको छु भन्दाखेरि उनीहरूले त्यही नाइटोको वरिपरि औषधिलाई घुमाइ गर्नाले त्यहाँ घाउ भएको, कहिले त्यहाँ बोसो पलाएको, कहिले त्यहाँ निलो दाम भएको र कहिलेकाहीँ ठुलै घाउ भएको देखेको छु। त्यस्तो गर्यो भने एक त इन्फेक्सन हुने भयो, अर्को कुरा जुन इन्सुलिन लगाउनुहुन्छ त्यसले काम गरिरहेको हुँदैन। छालालाई राम्रोसँग समातेर पहिला पहिचान गरेर बेस ठाउँ अनि यसलाई चाहिँ 90 डिग्री एंगल बनाएर यसरी छड्के पनि लगाउन मिल्दैन। यी पेनहरुलाई सिधा लगाउन पर्ने हुन्छ। यहाँ फोटोमा देखाए जसरी सिधा इन्सुलिन लगाउने, बिस्तारै यो नर्भलाई थिचेर 0 सम्म पुर्याउने र हतार झिक्ने होइन। यो कुरामा पनि फेरि ध्यान दिनु होला। 10 सेकेन्ड जति कुर्नु होला ताकि निडलमा भएको औषधि सबै पूर्ण रूपमा चाहिँ आफ्नो शरीरभित्र जाओस्। त्यसपछि मात्र झिक्नु होला है। त्यति कुरामा ध्यान दिनुभयो भने हजुरको डोज प्रोपर हुन्छ र सुगर पनि कन्ट्रोलमा रहन्छ। धन्यवाद।